लस्सो फेपुलो खाम्रीमो सेवानी सेवारो भन्दै म पाराङ हजुरको अगाडि फेरि पनि उपस्थित छु आजको नयाँ भिडियोमा। युट्युब च्यानल मेरो पाराङ ब्लगको युट्युब च्यानललाई तपाईँले नयाँ दिनुहुन्छ भन्ने पूर्ण आशा गर्दछु है। अन्त अहिले भने टक्कै झोला बोकेर बजार लाल बजारतर्फ गइरहेको छु हो। अनि सो मेरो भिडियो आजको भिडियो फेरि पनि म आइरहेको छु है। तपाईँहरूको अगाडि कतिवटा भिडियो मैले ल्याउन सकिनँ होइन, क्षमा चाहन्छु हो। अनि कतिवटा भिडियो मैले ल्याउनु नसकेको खासै कारण चाहिँ आप्पा बिमार थियो। अनि आप्पालाई स्याहार्दा के गर्दा होइन मैले भिडियोमा ल्याउन सकिनँ। सो हस्पिटल जाँदा के गर्दा सबै कुरामा टाइम बिजी भयो। अनि आज चाहिँ फेरि पनि हजुरको अगाडि आइरहेको छु हो। अनि सबैजनाले म पाराङलाई हजुरले माया दिनुहोला भन्नु चाहन्छु है। जे जसो छ भिडियो तपाईँको अगाडि ल्याउने छु ल, यो भिडियो हेर्दै जानु होला है। म चाहिँ गइरहेको छु नि, झोला हातमा छ है हो, टक्कसँगले टक्कै झोला हातमा बोकेर चाहिँ लागिरहेको छु। मेरो यहाँ आज मेरो 8 नम्बर भएकोले गर्दा म गइरहेको छु मेरो गाडीतर्फ हो। ए तपाईँले देख्नु सक्नुहुन्छ मेरो गाडी हो। ए यो है, तपाईँलाई म नम्बर पनि देखाइहाल्छु। मेरो गाडीको नम्बर रहेको छ यति लो, हेर्नुहोस् है, यसो छ है। ल हेर्दै जानु ल सम्पूर्ण साथीहरू ल। आमामा ल त साथीभाइ, अहिले भने चाहिँ म गाडी स्टार्ट गरिसक्यो हो। अब गाडी स्टार्ट गरेर चाहिँ हिँड्नु लागेको छ है साथी हो। यो ब्याक गियर घरिघरि पस्दैन के हुन्छ। किन क्लच राम्रो नभएको हो कि अचम्मै लाग्दो। फाइनली है म चाहिँ अब यहाँबाट निस्किसकेँ हो साथीभाइ हो। यहाँबाट गइरहेको छु, बाटो त्यति राम्रो छैन, बस्तीको बाटो हो है। बिस्तारै बिस्तारै जानुपर्छ, आरामले लानु पर्यो हो। गाडी धुँदै रहेछ कोही चाहिँ हो। अरे मर्निङ दाजु, गाडी धुलाई। ए ल, ए हुन्छ हुन्छ, धुनै पर्छ अलिअलि हो। ल त साथीभाइ हेर्दै गर्नु होला है भिडियो के कसो हुनेछ, म तपाईँलाई ल्याउँदै गर्नु जान्छु। तेरी चुनरिया दिलले गए, बाटो यस्तो खतम छ कि हेर्नुहोस् ल बाटो, हेर्नुहोस् त बाटो कस्तो घिनलाग्दो छ भने कि आमामा यी हो। तिमी दिल में छुपा लूंगा जब चाहो तुम्हें दे। अरे सेतो गाई पर्छ त कति मजाको। रफ बाटो हिँड्नै पर्छ साथी हो, रफ बाटो।
वाइड एङ्गलमा देखाउनु पर्यो यसरी ओह पारीको भ्यूहरू हेर्नुहोस् है कञ्चनजङ्घा देख्दैछ हो Peplo. Kanang oh. Oh, Gary. Kanang. This one. नजिकै हो जाउँ कति उही छौमै उगेनको त्यहाँ ए उही हजुर उही नि ए ल आइन भएको बजार लाल बजार ए लस 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 बिस्तार ल बजार गएको होइन रहेछन् काममा गएको रहेछन् छेउमै हो नदीहरू यस्तो छ है हाम्रो चाहिँ नजिक भ्यू चाहिँ यस्तो छ नि त हजुर लो आउनु पर्यो जाउँ तपाईँको भाइ हो ए लस सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला नि अनि भाइ पढ्दैछौ होइन म यहाँ ट्रेनिङको लागि आएको नि के को ट्रेनिङ हजुर इन्टर्नसिप आएको नि कलेजबाट ए कलेजबाट हो ए मर्निङ है साम्बो बजार पनि आइपुग्यो यो चाहिँ हो हाम्रो मङ्गन बजार के गर्दै आउँछ गाडी कहाँ उत्रिनुहुन्छ भाइ हजुर यता यो साइड यो साइड यहाँ राख्नुहुन्छ ल लौ त हस् मर्निङ आयो मर्निङ मर्निङ हाम्रो मेन मङ्गन बजार भनिन्छ यसलाई चाहिँ या हेर्नु सक्नुहुन्छ हाम्रो गाउँले मङ्गन बजार यस्तो छ
हेलो मर्निङ मर्निङ त्यहाँ माथिकै लाल बजार छ लाल बजार चाहिँ यो भित्ताको है यो साइड है यहाँनिर छ नि त लाल बजार चाहिँ खोलेको छैन के हो म त छिटो पाएँ जस्तो छ लाल बजार त आइपुग्यौँ म मान्छे चाहिँ खोलिएको छैन जस्तो छ टक्कै ब्याक गरिहालौँ ट्याक्कै आइपुगे हाम्रो सपिङ कम्प्लेक्स यही हो लाल बजार सपिङ कम्प्लेक्स भनिन्छ यो चाहिँ ल यहाँबाट इन्ट्री गर्नुपर्ने छ हेर्दै गर्नु है साथी हो त जानु पर्यो है छुर्पी पनि पाइहाल्यो अब चाहिँ लागेको है आमामामा अब यहाँ से निकल रहा हूँ लाल मार्केट से हाँ खुसी होला भिडियोमा यसो आउनु पऱ्यो नि युट्युबमा हेरिन्छ हो ल गए साथी लाल मार्केट से निकल के जा रहा हो अरे साह्रो हिन्दी त अब आउँदैन हो अब यहाँ एकछिन यो राखेर फेरि अर्कोपट्टि जानुपर्ने छ आमामामा समस्या भयो त यहाँ हाल्नुपर्छ ल ए तरिका के साह्रो बिजोको यहाँ बस आइयामा आमामामा हेत्तरिका म चाहिँ यहाँ बसेको त ल त अब लाल बजारबाट भने निस्किए हो अब भने फेरि गोचकानतर्फ गोचकान जानुपर्ने छ उन्दोपट्टि टर्न गर्नु पर्यो ब्ल्याक क्लिक पर्दै है लेफ्ट टर्न यहाँ से ठेपुलो आसिम ठेपुलो दबिरको हुन्छ धन्यवाद यहाँ रोकेर चाहिँ अब दबिर भनेकोमा गइन्छन् एकछिन ठिकै छ लो माछली चाहियो हेलो है बेटा मेरो पुरानो गाड़ी को पता कर है कहाँ पर के बनायो आमामा एक तरह मछली बोले हैं बाटा वो लगाने के लिए हाँ आते हैं अङ्गै पगनाएको बाफे मुखमै पस्ने गर्नु लो आऊ साथी हो माछली दिनु त दबाई आउनु नि माछली दियो न के भन्छौ यहाँ हेर भिडियो अब यसो युट्युबमा हाल्नु पऱ्यो अलिअलि भिडियो पहिला रिमेम्बर हुन्छ नि पछि हेर्नुहुन्छ सम्झनाको लागि हौ फोनमा व्यस्त रहेछ केटा त अन्त
माछा किन्नु गएको माछा ग्राहक आउँदा पनि अन्त भाग्छ अन्त माछा दोकानहरू दबिरो दबिरो होइन उसको हात पऱ्यो नि माथि खोइ मासु अब लु देऊ न भिडियोमा किन हुँदैन भिडियो केही हुँदैन युट्युबमा के हुन्छ युट्युब हाल्नु ल त्यसो पनि राखेँ म मान्छे देखाउँदिनँ नि यार मान्छे देखाउँदिनँ नि काट न काट मान्छे बिनाको मजाको चाहिँ लगाइदिउँ राम्रो खालको हाल्नु त्यो ट्याक्टा चाहिँ के लाउँ 5 केजी पुगेको यसमा मिलेर हाल्दा डाइरेक्ट प्लास्टिक उसमा दुईवटा छ कि अरे यार भिडियोमा आउनु मान्दैन के भएको भिडियोको जमाना हो अहिले टडक्कै मिलाएर दुईवटा प्लास्टिक छ है सिङ्गल सिङ्गल गर्नु नि अटेर सिङ्गल सिङ्गल गर्नु अट्छ नि बस यहाँ ल त्यसो भने अलिकति बसो त हालिदिनु नि हौ के लोड गर्छ बसो हाल्नु लागि अब भयो कति 5 किलो भयो 1500 ल लगाऊ न माछा पाँगाच पाँगाच भन्ने चाहिँ चाहिएको 2 किलो तर मसिनो पिस काट्नु ल उफ के चाहिँ गनाउने सेतो के साह्रो सेतो भएको कुरा यति साह्रो सेतो नआउनु पर्ने त हौ ए मेसिनले पिल्छको सेतै छ त अन्त हातको कुखुरा दामी हुन्छ हो खासमा चाहिँ हातकै राम्रो नि तर के गर्नु यो चाहिँ के आएको सिद्रा आएको काँचो उफ यो पो गनाएको रहेछ पुरा उयो सिद्रा फुट होइन हो कहाँ गनाएको यस्तो खतरा के हो म खुद छक्कै पर्दैछु यहाँ मैले बिहानदेखि धुइयो फिनल लगा न अन्त धोएर होइन फिनल सानो पिस दिएन त्यो कुहिएको मासु नदिए त मलाई छोटो पिस यो त कुहिएको छ कौन कुहिएको होगा तो ये करनी भी नहीं लूंगा बिगार मासु ये हेर्नु पहिला सानो माछा छैन छोटो छोटो पिस नहीं है ल हो त्यस्तो दिएन हो त्यो खाले यो त कुहिएको छ त अबै तपाईँ माछा किन्ने 2 किलो 552 रुपियाँ हात खाना 552 ऐसा 52 रुपियाँ दिँदिनँ म बिग्रेको रहेछ पिस काटिदिन्थ्यो पिस मसिनो पिस गरौँ छोटा पिस ल सुभान लाल्ला गर्नै पर्ने ठिक छ हाम्रो तबिर भैया एकदम अल्लाह मदद कर है गरिबों का मदद करो जे छ अल्लाहमा छ है जे छ अल्लाहमा भरोसा गर्नु पर्यो होइन त चैन सुकुन अल्लाह के ऊपर है ना मानसी के ऊपर क्या होता है अल्लाहमा भरोसा गर्नु भने मानसी कोई किसी का 2 मिनट का लिए एहसान कर सकता है बस नंबर 1 यो त राम्रो रहेछ सब राम्रो है गारंटी मैले पहला खानु बाद में पैसा दिनु लानु इतना गारंटी हम लेता है पैसा खाइसकेर खाएर तिरो हाँ ए हो त्यो ठुलो चाहिँ अलिक बिग्रेको रहेछ हाँ अहिले उसलाई काटे पनि त्यही हो गति हो के हो देखिए इधर माछा दिखाइए मुझे मत दिखाइए माछा देखाइदिनु न माछा दिखाइए माछा राम्रो छ चिन्ने मान्छेले अहिले त राम्रो देख्यो होइन यो दुईटा चाहिँ राम्रो थियो कि अघिको चाहिँ अलिक बिग्रेको छ यही माछा अभी देखिए आपसे पैसा लेके देता है ना फ्री में तो नहीं दे रहा है ना खराब देना है हो त खराब किन चाहियो है हामीलाई खराब त चाहिएन नि हामीलाई यस बोलिए हजुर त्यो पप्पू एकछिन में आइहाल्छ खराब दियो भने त म पैसै त दिँदिनँ पैसै चाहिँदैन दिनेको कुरै नहीं खाएर मात्रै तिर्नु पर्ने होइन गारन्टी हो खाएरै मात्रै तिर्नु पर्ने भनेको छ है साथीहरू फाइनली है म यहाँबाट माछा किनि सकियो अब यहाँबाट निस्केर जानु लागेको छ उसको पेमेन्ट गर्नु मात्रै बाँकी रह्यो ल 552 पछि दिनु हुँदैन 552 पछि दिँदा हुँदैन खोइ के गरेर ल्याउनु
कहाँ हाल्नु ए ल ए ल ल ल ल म यहाँ हालिदिइहाल्छु ल कस्टमरलाई सेवा पुऱ्याउनु पर्छ यार कस्टमरलाई सेवा पुऱ्याए नै धर्म हो सेवा नै धर्म हो भन्ने याद छैन पुरा त्यसो म गएको ल ल अब यहाँबाट निस्केको फाइनली माछा पनि किनिसक्यो अब यहाँबाट चाहिँ निस्किएर जाने हो आमामा भाइ कसो छौ अन्त ठिकै छौ ल भिडियोमा तपाईँलाई पनि वेलकम युट्युब हो तर फेसबुकमा हालिदिनु क्या ठिकै छौ कहाँ हिँड्ने भाइ खोइ गाडी कुदाइ कता छ यतै हो ए ल त्यसो म यहाँ त्यही अलिअलि सागसब्जी मासु सासु गर्दै लिन आएको थिएँ सक्यो अब अलिक पछाडि हुन्छ गयो ल माछा पनि किनिहाले मासु पनि किनिहाले हो सब्जीहरू पनि किनिहाले अब चाहिँ भने निस्किन लागेको अब चाहिँ घरतर्फ गएँ अब चाहिँ गाडी बन्द गरिदिए हो ल अब सामान निकाल्नु पर्यो सामान फेरि हातमा अट्टी नटिछ अब के गरेर लानुपर्ने हो फाइनली है म चाहिँ घर आइपुगेँ हो घरकै छेउमा मासतिर अब मान्छे पुरा छ नि यो बोक्नु कि भएन ल है साथी हो अब चाहिँ भने आइपुग्यो है अब सामान त निकालिने होइन सामान त निकालिने अब कसरी बोक्ने भइरहेछ हो ल साथी हो मैले अब क्यामेरा चाहिँ अब मैले घर जाँदै गरेको है घरसम्म पुगेको भिडियो त ल्याउन सकिनँ सो क्षमा चाहन्छु तपाईँहरूले मेरो यहाँसम्म हेर्नुभएको भिडियो चाहिँ तपाईँले माया गरिदिनु होला एकदमै तपाईँले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु है सबै नयाँ जोडिनु हुने साथीहरूले पनि मेरो भिडियोलाई हेरेर नयाँ जतिले सब्सक्राइब गरेर जाइदिनु होला भन्न चाहन्छु ल जे जसो भए पनि बोल्नु त पारा हुँदैन साह्रो होइन र पनि आज चाहिँ अब मैले सौदा गरेँ होइन हातभरि नअट्टी छ हो अनि अब यताबाट जानुपर्ने छ नि त होइन घर चाहिँ पनि निकै तल छ अनि सबैजना यहीँ बिदा लिन जान्छ ल बाई बाई